आज चाहिँ हामी दुमुखातर्फ जाँदैछौँ। दुईजना साथी मेरो अलरेडी दुमुखा गइसकेको कारणले गर्दा उनीहरूले फोन गरेका थिए, अनि गइदिउँ न त भनेर लाग्यो। अब तपाईँहरूलाई म सुरुङ्गादेखि दुमुखा जाने या यतापट्टिदेखि सुरुङ्गा माई नकटिकन यतैदेखि दुमुखा जाने बाटो देखाउँछु। हामी सुरुङ्गा बजारदेखि दाहिनेतिर लाग्छौँ। यो चाहिँ चुली जाने बाटो वा सुकेटाङ्गी जाने बाटो भनेर पनि चिनिन्छ। यतापट्टि सुरुङ्गाको हटिया छ। कस्तो खेदाउन आयो। मलाई पहिलेदेखि याद लागिरहेको थियो, अहिले खेदाउँछ कि भनेर चाहिँ याद गरिरहेको थिएँ। गोल्डन रिट्रिभर गोल्डन होइन क्या, क्रस ब्रिड जस्तो छ। यो ठाउँ चाहिँ अब हामी सुकेटाङ्गी आइपुगिसकेका छौँ। यो एरियालाई चाहिँ सुकेटाङ्गी भनिन्छ। यहाँदेखि माथि हो चुली। अब हामी थोरै अगाडिदेखि देब्रेतर्फ लाग्छौँ। त्यसपछि चाहिँ हामी दुमुखाको ग्राउन्ड भन्दाखेरि पनि भयो, यताको लागि पिकनिक स्पोट पनि भनेर चिनिन्छ त्यो ठाउँलाई। त्यो ठाउँमा पुग्छौँ। यहाँदेखि रिजोर्ट पनि यहाँ छ। यो ठाउँको लगभग राम्रै चलेकैमा गनिन्छ। झन्डै कुखुराको चल्लामहरू गफै गफमा। साथीहरू चाहिँ यहाँ ग्राउन्डमा पर्खेको छौँ भनेर भनिरहेका थिए, त्यसै कारणले अब हामी सिधै ग्राउन्डतर्फै लाग्यौँ। त्यहाँ अगाडि त्यहाँबाट देखिएको छैन होला, दुईजना उभिरहेका छन्। के छ? हो त हाम्रो बोरा सर दमकदेखि आउनुभएको हाम्रो पाहुना आजको। भइसक्यो नि। अब हामी यहाँदेखि अघि बढिसकेका छौँ। प्युर दुमुखा जुन चाहिँ घुम्ने ठाउँ भनिन्छ, हामी त्यतातिर लागेका छौँ। अब के छ यो? तिम्रो त आउँछ त। यो ठाउँलाई चाहिँ धनुषकोटी धाम भन्छ। यो मन्दिरलाई धनुषकोटी धाम भन्छ। यहाँ लगभग धेरैजनाहरू पूजासुजा गर्न आउनुहुन्छ। यसको पछाडिपट्टि
एउटा केटाकेटीको यो संस्कृत पढ्ने विद्यार्थीहरूको पनि स्कुल छ। यो ठाउँ चाहिँ दोङखा। अब हामी लगभग दोङखा आइपुगिसकेका छौँ। यो झुलुङ्गे पुलदेखि हामी पारी जानेछौँ। अब चाहिँ हामी झुलुङ्गे पुलबाट हिँड्दै जाने भयौँ। साथीले बाइक यतै छोडौँ भनौँ, हामीहरूले उता बाइक छोडेर अब हिँड्दै जाँदैछौँ हामी। यो चाहिँ दुम्काको ड्याम हो अगाडिको चाहिँ। बोरा सर चस्मा लगाएर कहाँ हो? तिमीलाई देखाउन छोडेर यता देखाएर हुन्छ? भ्यू होइन, तर यो क्यामेरामा त्यस्तो राम्रो आउँदैन होला यो भ्यूहरू। हजुर मिल्दैन। कहाँ चाहिँ? यहाँ दामी छ नि भ्यू। हो त, यो ठाउँलाई चाहिँ सुकेटाकी भन्छ। सितरी भनेको त माथि हो। पूर्ण पाला नानी। ताल पर्दा ट्राफिकले आउँछ क्या दाइ, यता चाहिँ के गर्ने कसो गर्ने भनेर। त्यस्तो पालना हो नि। के एफजेडले आँटै गरेको हो त? अनि नदिउँ न होइन, दिनु चाहिँ हुँदैन है। डराएको होइन हौ, एब्जेक्टली हिम्मत गरेर ओभरटेक गर त। हो त, एब्जेक्टले ब्रेक पनि हाल्नु छ नि। हो नि, ढकालकै भिडियो त आउँदैछ। अनि आम्मा तोपेको हेर्न ढकालले मारेको छ नि हो, राम्रो छ।